हेलो गाइज वेलकम टु माई ब्लगमा आज फेरि हामी नयाँ ठाउँमा नयाँ ब्लग लिएर आइसकेको छौँ। आज चाहिँ मैले सिधै ब्लग चाहिँ यहाँ हाम्रो यो पार्कमा स्टार्ट गरेको छु। यो पार्कको नाम छ हाम्रो योकोहामा ओस्मो वर्ल्ड है। आज हामी यहाँ जान्छौँ, डिफ्रेन्ट थिङ्सहरू एक्सपिरियन्स गर्छौँ, रमाइलो गर्छौँ है। ल मेरो दुइटा मायालहरू ए होइन क्या होइन जस्तो ल गाइज आज के ट्राई गर्छौँ हेरौँ, रमाइलो छ जस्तो। ल हेर्नुहोस् रमाइलो यहाँनिर डुङ्गासुङ्गा छ भने यता रोलर कोस्टर छ, यतापट्टि हाम्रो रोडेपिङ छ। यो चाहिँ बिस्तारै घुम्नु चाहिँ बोरिङ छ, यो खेल्दैनौँ हामी। अरू चाहिँ हामी प्रोली ट्राई गर्छौँ होला है त। ल सी यु गाइज अराउन्ड। यहाँ चाहिँ यस्तो आर्केड गेमहरू रहेछ, गान्डे चाहिँ लाइन बसिसकेको छ, खेल्ने हो। ल कहाँ हानेर यो ल हामी पनि खेल्छौँ ल खेलौँ। गान्डे र म चाहिँ यो क्यान ढलाउने खेलिरहेको छौँ। त रेकर्ड गरिदिए ल यतिकै जुटको रेकर्ड मात्रै गरेर हुन्छ। एउटै हानेन त्यसले त ढल्दैन नि त्यसरी हाने। ढाल्यो अब लास्ट तल्लै ढाल्न तल्लै हान्न तल्लै जादु हाने दम टाइम दिन्छ होइन, त्यसमा यो टिचर छिराउनुपर्छ फेरि। भाइ बास्केटबल प्लेयरहरू यहाँनिर कला देखाउँदैछौँ, एउटै थिएन त्यसको बाद यार मजा हान्नु पर्यो बिस्तारै बिस्तारै। होइन यो त खेल्ने मात्र रहेछ, त्यसमा प्राइज नपाउने रहेछ। कहाँ पाउनु, यता 125 छ, त्यता 39 छ। अनि ए हाएछ 39 रहेछ त। गान्डे मेरो कति आएको थियो है? यसले धेरै ल्याएछ। डोमा खेल्दैन रे। भेनाले पो खतरा ल्याउला नि त। त्यो बुढाले के भयो, के पायो पाएन। यो भेनाले धेरै ल्याइदियो के गर्नु गाइस। बास्केटबल प्लेयर भएर नि सकेन त्यो चाहिँ है। बेटर लक नेक्स्ट टाइम। अलि धेरै प्र्याक्टिस गरेर फेरि खेल्न जानेछु कुनै दिन। आजलाई चाहिँ यति नै हो, पुग्यो। अब यतातिर यो कोस्टरहरू रोलकोस्टरहरू अनि अरू चिजहरू खेल्छौँ। अरूलाई त्यति नै हो। ल गाइस हामीले एउटा टिकट चाहिँ किनिसकेका छौँ। के को टिकट भन्नुहुन्छ भने चाहिँ यसको है। अब यसबाट चाहिँ
कस्तो हुन्छ अहिले हेर्दै जानु होला ऊ यस्तो हुन्छ है फाइनली हामी आइसकेको छौँ पालो ल लाख मोबाइल चलाउन नपाइने तर मैले चलाएँ ल मजा आयो अलिकति भिज्यो है तर अलिकति मुटु खाँदो रहेछ यार फेरि तर मजा आयो भिडियो बनाउन पाएन क्या म त भिडियो बनाइन्थेँ तर मिलेन मैले दिदीहरूको चाहिँ खिचेको छु मजा आयो जस के आयो कस्तो हो त है कस्तो हो त है तेरो चाहिँ भिडियो खिच्न पायो अलिक ग्यापमा जानु मजा पछाडि झन् सातो जाने अगाडि चाहिँ झन् सातो जान्छ नि तर यो नि खेल्नु त सबैजना यो ठुलोवाला सानोमा त मलाई फिलै भएन ठुलोमा चाहिँ सातो उठ्यो अब उयो ठुलो खेल्यो भने खेल्ने ठुलो ल जाउँ ठुलो त खेल्नु पर्यो ठुलो खेल्नु नखेल्ने खेलौँ गाइस फाइनली 9 सिक्युरिटी गार्ड योवाला हामीले काटिसकेका छौँ अब सरर खेल्छौँ है हामी 6 जना छौँ हेलो गाइस यहाँ चाहिँ 40-50 मिनट नै कुर्नुपर्ने थियो कि मान्छे टन्नै छ है गाह्रो छ अलिकति कुर्नुपर्छ जस्तो लाग्यो अब यो गफ गरी बस्ने गाइजहरू है दानिस रोलर कोस्टर ड्राइभिङ कोस्टर है अब के छ त अहिलेको खेलाइ र अब यो खेल्न लागेकोमा के भन्न अहिलेको एक्सपिरियन्स लिएर अब नयाँ खेलमा के छ तेरो विचार किन काम छ यो तेरो चाहिँ अब अगाडिको एक्सपिरियन्स र अब नयाँ खेलमा के छ त विचार म त भन्नै सक्दिनँ म त रुन्छु होला मलाई डर लागिसक्यो ल गाइस हामी चाहिँ कुदिरहेको छौँ अब आधी घन्टा चाहिँ कुर्नुपर्छ होला डर लागेको छैन मर त अहिले डर लागेको छैन अहिले कुर्नु त के डर लाग्नु होइन लगाइ ल अब के होला है रोलर कोस्टर पनि खेलिएर सातो प्लुप्लै गयो त्यसका है हेर यहाँबाट यस्तो लगेर सुई त्यो खाल्टोभित्र छिराउँदा त डेन्जर मजा आयो डेन्जर यतातिर हाम्रो ल आफ्टर द रोलर कोस्टर हाम्रो रियाक्सन हेरौँ है ल सबैजना वान बाई वान आएर कस्तो भयो अरे मलाई चाहिँ उतानेर ठोक्छ जस्तो लागेको थियो होइन अनि मेरो आँखाबाट आँसु चाहिँ आयो कस्तो हो त एकदम बाबा है ग्याङ्की हो रमाइलो भयो ल गाइस रमाइलो भयो भने हाम्रो निष्कर्ष आइसकेको छ कसम चाहिँ रमाइलो भयो ल हाम्रो यो पार्कको एक्सपिरियन्स पनि मजाले भयो रमाइलो भयो छिटो चाहिँ घाँटी जिसक्यो है अब हेरौँ कता पुग्छौँ यतातिर पनि पुग्न सक्छौँ हामी जस रोलर कोस्टर फर्स्ट टाइम खेलेको मजा आयो गाइस हामी चाहिँ किड्स जोनमा आएको छौँ यस्तो राम्रो क्युट घरहरू छन् के छन् है यहाँ जाउँ न त यहाँ जाउँ न त यो घरमा जाउँ न त जाउँ
तर वाह वाह ए यहीँनिर जितेको यो त फेरि खेल्नु मन लाग्छ मलाई ल अब फेरि हामी गेम खेल्छौँ रे मन कि म हाल्छ ल ल सोहा काटिनु भिडियो त खिच्न बिर्सेछ मैले यो जितिसकेको छ गाइस यस्तै सेम एउटा के यता म अब फेरि तन्किन्छ है त अब त राम्रोसित भिडियो खिच्दा बेला हुँदैन त कि फेरि मेरो दुईटा हुन्छ नि त अनि मासेन के हो अनि यस्तो दबासको त 100 मात्र हो नि त्यहाँ जाने अनि 100 रुपियाँ छैन अब फेरि बिना पैसा सारेर ल्याएर म यताबाट है खै पै एउटा यता गर्ने यता यता भइरहेको थियो उमा भाइलाई राम्रो रे बिस्तारै खुट्टा खुट्टा नचाल है खुट्टा खुट्टा नगर है लगाइ गेमहरू पनि खेल्यो तर त्यो पराइ बेला भिडियो खिचेन भिडियो खिचे बेला परेन अनि अहिलेको हाम्रो माहौल यस्तो सिनहरू हेर्नु चाहिँ यस्तो बबाल छ है अनि यतापट्टि चाहिँ हाम्रो गिटार रहेछ मैले अगाडिबाट खिच्नु बिर्सेँ पछाडिबाट चाहिँ यत्रो गिटार छ है अनि हामी चाहिँ अब घरतिर लाग्छौँ होला सायदै रमाइलो भइदियोस् अब हामी जाँदैछौँ हाम्रो घरतिर फर्किँदैछौँ रमाइलो भयो ए यहाँ पो राम्रो देख्दो रहेछ रमाइलो भयो आज यस लास्ट डे अनि यो नि पाको यो पनि पाको तर अफसोस भिडियो खिच्न पाएन परेको बेला है त ठिकै छ केही छैन अब हामी जान्छौँ है घर भयो आएँ गाइस रात परिसकेको छ मैले चाहिँ अब एचएनएम हाम्रो एचएनएम ब्रान्डबाट अलिकति सानो सपिङ पनि गरिसकेको छु जसले सानो भयो नि भित्र माल चाहिँ राम्रै छ है फेरि माल राम्रो छ टी सर्ट हो दुईवटा टी सर्ट किनेको चाहिँ एचएनएमबाट ब्रान्डेड भइसक्यो नि ब्रान्डेड भोटे हो क्या हेलो गाइस हामी चाहिँ घर फर्किसकेको छौँ अनि घरमा चाहिँ हाम्रो ल हेर्नुहोस् चटपटै पार्टी गरिरहेको छ चटपटे हजुर Oh my god, looks delicious. Oh, is so this? अब यसो टेस्ट गर्छ है स्वाद आउँदैछ मिठो हेलो गाइज हामीले चाहिँ अलिकति भात खाएर हतारमा निस्केर हामी चाहिँ अर्को ट्रेन चढेर पनि घुम्न लागेको क्या ट्रेन चढेर पनि फेरि झरेर अर्को ट्रेन चढ्न लागेको छौँ त्यही भएर सब गर्नु चाहिँ यस्तो छ है यस्तो छ अब आजलाई भ्लग यति नै इन गरेँ है मैले बाई